वाउ डिलिसियस। आज चाहिँ साथीहरू थुक्पा चाहिँ गोरुको मासुसँग खान लागेको हामी चाहिँ। सो हेलो एभ्रिवान, तपाईहरूले डिनर गर्नुभयो भएन हो? हामी चाहिँ गर्न लागेको है, डिनर गर्नु। आज चाहिँ थुक्पा चाहिँ अघि देखाइहालेँ तपाईँहरूलाई। सो डिनर गर्नु अगाडि चाहिँ प्रे गर्नु इज इम्पोर्टेन्ट है, एकछिन लास। सो लेट्स गेट स्टार्टेड। मम्मीले हाल्नु पनि एक बोलै हालिदिनु भएको छ नि त, फेरि फेरि नमाग्ला छोरी भनेको टाइपले। वाउ यम यमी यमी। यो रातो रातो देख्नु हुँदै गरेको चाहिँ डल्लेको पेस्ट हो। मैले आज मम्मी यस्तो सोच्दै थिएँ, दिउँसो ड्युटीबाट निस्केर होइन मम्मीलाई कल गर्छु, अन्त थुक्पा बनाउनुहोस् ल सुपसँग भनेर सोचिरहेको थिएँ होइन। फेरि टाउको दुखेर त्यो भन्नु यादै आएन कि, यादै थिएन। सरप्राइजली आमाले मनकै कुरा बुझेर चाहिँ थुक्पा बनाइदिनु भएछ। दामी 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 तामाङनी हो गोरुको सुप चाहिँ एकदमै बेस्ट लाग्छ। अचार मोलेर खाइदिनु पर्छ। चिसो हावाले यस्तो फुक्छ कि अहिले भर्खर मम्मीले पकाउनु भएको होइन, सेलिहालेछ। चिसोमा चाहिँ त्यही हो, गरममा चाहिँ फेरि फु गर्दा गर्दा हुन्छ है। जाडो जाडोमा यस्तो तातो तातो सुपसँग थुक्पा खानुको मजै कुछ और छ है साथीहरू। तपाईँहरू कोलाई मनपर्छ थुक्पा यसो कमेन्टमा ड्रप गर्नुहोस् ल।